हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आज चाहिँ म हजुरहरूलाई हाम्रो तल्लो डाइ गाउँ घुमाउन लिएर आएकी छु। यो कुनै ठुलो पर्यटकीय ठाउँ होइन, तर मेरो मनसँग जोडिएको एउटा सुन्दर गाउँ हो। आज हामी बाइक राइड गर्दै गाउँका शान्त सडकहरू, वरिपरिका घरहरू र यहाँको प्राकृतिक सौन्दर्य हेर्दै अघि बढिरहेका छौँ। यो चाहिँ हाम्रो सेरा जङ्गलको फलैचा हो। यात्रा गर्दा सडकको दुवैतिर देखिने हरियाली, खुल्ला वातावरण र गाउँको शान्तिले मनलाई छुट्टै आनन्द दिन्छ। अब बिस्तारै हामी तल्लो डाइ गाउँतिर प्रवेश गर्दैछौँ। वरिपरि देखिन थालेका यी घरहरू गाउँको सरल र सुन्दर जीवनको परिचय हुन्। यहाँको शान्त वातावरण, सफा सडक र आत्मीय मुस्कानले गाउँलाई अझ विशेष बनाएको छ। डाइ गाउँमा चाहिँ नयाँ नयाँ घरहरू बनिँदैछ, अलिक ठुलो हुँदैछ। अनि अब हामी गाउँको मुख्य चोकतिर आइपुगेका छौँ। यही चोक गाउँको चहल पहल हुने मुख्य ठाउँ हो। यहाँ पसलहरू, एउटा होटल र दैनिक आवश्यक सामान पाइने ठाउँहरू छन्। गाउँका मानिसहरू भेटघाट गर्ने, गफ गर्ने र किनमेल गर्ने केन्द्र पनि यही हो। यहाँ चाहिँ यो चाहिँ चोक आयो। अब यहाँनिर चाहिँ पसल छ, एउटा लुगा सिलाउने ठाउँ छ, होटलहरू छ। अब चोकदेखि अलि अगाडि बढ्दा हाम्रो गाउँको धारा देख्न सक्नुहुन्छ। यहाँको सफा र चिसो पानीले धेरै वर्षदेखि गाउँलेहरूको दैनिकीसँग साथ दिँदै आएको छ। यहाँ आमा हिँड्दै हुनुहुन्छ। धाराबाट केही अगाडि हाम्रो श्रद्धाको केन्द्र भगवान शिवको मन्दिर पर्छ। यहाँ गाउँका मानिसहरू पूजा आराधना गर्न आउनुहुन्छ। शान्त वातावरण र मन्दिरको आँगनले मनलाई छुट्टै आनन्द र शान्ति दिन्छ। यो देखिएको चाहिँ हाम्रो घर हो, झिङ्गटी घर। यात्राकै क्रममा एउटा मिठो क्षण पनि कैद भयो। मेरो देवरको सानी छोरीले मलाई देखेर माया गरेर, मैले हाई भनेको थिएँ, उनले पनि हाई गरेर माया गरिन्। यस्तो साना साना क्षणले नै यात्रा अझ रमाइलो बनाइदिन्छ। नानी यो घर चाहिँ ठुलो मम्मीको हो। यता देखिएको चाहिँ आन्टीको पर्छ, अनि यता बिन्दा, अनि उता जगत भाइको, अनि यो चाहिँ रमेश ड्याडीको घर हो। अनि यता साइडको चाहिँ रञ्जना दिदीको। यहाँ चाहिँ मेरो काकीहरू सुटुनी रोप्दै हुनुहुन्थ्यो, हामीलाई नदेखाऊ भन्दै हुनुहुन्थ्यो। अब हामी गाउँको अर्को भागतिर लागिरहेका छौँ। यहाँ चाहिँ ठुलो हजुरबाको घर आयो। यहाँ उहाँहरू चाहिँ यता बस्नुहुन्न, कहिलेकाहीँ रेखदेखको लागि गर्नुहुन्छ। यहाँ चाहिँ आयो गलेर बस्ने फलैचा। अहिले चाहिँ बर्खाको टाइम हो नि त। अनि अब हामी चाहिँ गाउँको खुल्ला भागतिर आइपुगेका छौँ। चारैतिर फैलिएका हरिया धानबारीहरू, अनि यो हरियाली हेर्दा त मनै शान्त हुन्छ। अनि हल्का हल्का हावा चल्दा यो घाँसको डालीहरू लहरिएको दृश्यले गाउँको सुन्दरता झन् बढाइदिएको छ। यस्तो दृश्य देख्दा लाग्छ प्रकृतिले आफ्नै हातले यो ठाउँ सजाएको हो। सहरको भिडभाडभन्दा टाढा यही हरियाली, यही शान्त वातावरण र ताजा हावाले मनलाई छुट्टै आनन्द दिन्छ। डाइ गाउँको बाटो चाहिँ एकदम राम्रो छ। तल्लो डाइ गाउँको चाहिँ यहाँ मात्रै यस्तो यो पनि राम्रै थियो, हिलो थिएन। अब हजुरहरूले देखिरहनु भएको यी भर्खरै रोपिएका धानका बिउहरू असार महिना नेपाली किसानका लागि सबैभन्दा व्यस्त समय मानिन्छ। यही बेला खेतमा धान रोप्ने काम धमाधम चलिरहेको हुन्छ। यी साना बिरुवाहरूले केही महिनापछि सुनौलो बालीमा परिणत हुनेछन्। एउटा दानाभित्र किसानको पसिना, मेहनत र धेरै आशा लुकेको हुन्छ। यही हरियालीले हाम्रो गाउँलाई अझ सुन्दर बनाएको छ। अब चाहिँ हामी फलैचामा आइपुग्यौँ फर्केर। अनि सुधारा माथिको घर भयो। मैले अगाडिको भिडियोमा राम्ररी देखाउन पाएको थिइनँ। यतिकैमा आजको हाम्रो गाउँ घुम्ने यात्रा यहीँसम्म। हजुरहरूलाई यो सानो ब्लग मन परेको भए सपोर्ट गर्नुहोस् है। फेरि अर्को नयाँ ब्लगमा भेटौँला। तबसम्मको लागि बाई बाई, किप वाचिङ।